UPSC CSC प्रिलिम्स 2018 मा इकोनोमिकको च्याप्टर नेसनल इन्कमबाट आएको क्वेसन हामी डिस्कस गरौँ र क्वेसन चाहिँ इफ अ कमोडिटी इज प्रोभाइडेड फ्री टु द पब्लिक बाई द गभर्मेन्ट देन अप्सन ए द अपर्च्युनिटी कस्ट इज 0, अप्सन बी द अपर्च्युनिटी कस्ट इज इग्नोर्ड, अप्सन सी द अपर्च्युनिटी कस्ट इज ट्रान्सफर्ड फ्रम द कन्ज्युमर्स अफ द प्रडक्ट टु द ट्याक्स पेइङ पब्लिक, अप्सन डी द अपर्च्युनिटी कस्ट इज ट्रान्सफर्ड फ्रम द कन्ज्युमर अफ द प्रडक्ट टु द गभर्मेन्ट। र यो क्वेसन सल्भ गर्न अगाडि हामी अपर्च्युनिटी कस्ट भनेको के हो त्यो बुझौँ। अपर्च्युनिटी कस्ट भनेको चाहिँ एउटा बेनिफिट हो जुन चाहिँ हामी गुमाउँछौँ कुनै पनि प्रडक्ट किन्दाखेरि। फर इक्जाम्पल दुईवटा प्रडक्ट छ, हामीले मार्केटमा गएर देख्यौँ र दुईवटा प्रडक्टमा हामीले एउटा प्रडक्ट किन्यौँ, दुइटै एउटै काइन्ड अफ प्रडक्ट छ, एउटै किसिमको प्रडक्ट छ र एउटा प्रडक्ट किने अनि एउटा प्रडक्ट किनिन। र जुन चाहिँ हामीले प्रडक्ट किनिन त्यो नकिनेको प्रडक्टको कुनै पनि बेनिफिटहरू त हुन्छ, र त्यो बेनिफिट चाहिँ हामीले गुमायौँ नकिनेर, र त्यो जे गुमायौँ हामीले त्यसलाई चाहिँ भन्छ अपर्च्युनिटी कस्ट। अनि अर्कै एउटा प्रडक्टको एक्जाम्पल देखेर बुझौँ हामीले यो कुरा। सपोज हामीले बजार गएर अनि मार्केटमा सोरुममा गएर गाडी किन्नु गएर दुईवटा गाडी छ, एउटा गाडीको चाहिँ एकदम कम्फर्टेबल सिट्सहरू छ र अर्को गाडीको चाहिँ त्यस्तो राम्रो कम्फर्टेबल सिट्स छैन, र हामीले अनकम्फर्टेबल सिट्स भएको गाडी चाहिँ किन्यौँ र जुन चाहिँ हामीले कम्फर्टेबल गाडी चाहिँ किनेनौँ र त्यो कम्फर्टेबिलिटी चाहिँ हामीले चाहिँ गुमायौँ त्यो अनकम्फर्टेबल गाडी किनेर। र त्यो जे पनि हामीले गुमायौँ, कम्फर्टेबिलिटी गुमायौँ, त्यसलाई चाहिँ भन्छौँ हामी अपर्च्युनिटी कस्ट। र यसमा अप्सन एमा भनेको छ द अपर्च्युनिटी कस्ट इज 0। 0 त हुने छैन, किनभने गभर्मेन्टले हामीलाई कुनै पनि प्रडक्ट दिँदाखेरि त्यो प्रडक्टको अल्टरनेटिभ त केही न केही हुन्छ, र त्यो अल्टरनेटिभ त के हामीले गुमायौँ, र त्यो 0 त भएन। अनि यो इग्नोर पनि हुन सक्दैन, किन हामीले त इग्नोर गरिन नि त, त्यो छ केही अल्टरनेटिभको बेनिफिट छ, र अप्सन बी पनि रङ हुनेछ। अनि अप्सन डी चाहिँ के भनेको छ भने द अपर्च्युनिटी कस्ट इज ट्रान्सफर फ्रम द कन्ज्युमर अफ द प्रडक्ट टु द गभर्मेन्ट। र गभर्मेन्टले हामीलाई केही प्रडक्ट दिँदैछ, र गभर्मेन्टले जब हामीलाई केही प्रडक्ट्सहरू दिन्छ त्यो त गभर्मेन्टको आफ्नो पैसाले त किनेर दिँदैन, त्यो त ट्याक्स पेयरहरूको पैसा हुन्छ। र एक्चुअली चाहिँ कसले गुमायो त भन्दाखेरि अपर्च्युनिटी कस्ट त्यो चाहिँ ट्याक्स दिने मान्छेहरूले, र ट्याक्स दिने मान्छेको हातमा छ। ट्याक्स दिनु न कम्ती दिनु ज्यादा दिनु, काम गरेर बेसी काम गऱ्यो भने बेसी पैसा कमायो भने बेसी ट्याक्स दिन्छ, र अल्टिमेटली कसले चाहिँ अपर्च्युनिटी कस्ट गुमायो भन्दाखेरि चाहिँ पैसा दिने मान्छे, त्यो चाहिँ हो ट्याक्स पेइङ सिटिजन्स। र अप्सन सी चाहिँ करेक्ट हुनेछ।